कस्तो खालको केटीहरूले चिट गर्छ र कस्तो खालको केटीहरूलाई डेट या फेरि बिहे नगर्ने भन्ने कुरा भन्छु म तिमीहरूलाई। पहिलो, जसको धेरै नखरा हुन्छ नि, नाइ भन्ने या फेरि तिमीले केही प्लानहरू बनाउँदाखेरि तिम्रो केही कुराहरू गर्दाखेरि उसले हुँदैन भन्ने होइन, या फेरि तिमी अटेरी गर्ने हुन्छ नि, जे भन्यो ऊ मान्दै नमान्ने क्या, ठ्याक्कै उल्टो गर्ने, त्यस्तो खालको केटीलाई कहिले डेट नगर्नु। सेकेन्ड, जसको केटा साथीहरू धेरै हुन्छ या केटा साथीहरू छन् होइन, त्यो केटीहरूलाई कहिले पनि डेट गर्नुहुन्न क्या, बुझेन, फ्रेन्ड्स विथ बेनिफिट्स, केटीहरू स्याल हुन्छ। अनि पछि नम्बर 3, जो केही पनि नभनेर जहाँ पनि चलिदिने क्या, बालै छैन होइन, मलाई फुल फ्रिडम चाहियो होइन, तिमी धेरै टक्सिक छौ भन्ने केटीलाई कहिले डेटै गर्दै नगर्ने, त्यस्तो केटीहरू खत्तम हुन्छ होइन। जसले तिमीलाई टक्सिक भन्छ, तिमीलाई लाइक तिमी प्रोटेक्टिभ हुँदाखेरि, तिमी उसलाई केयर गर्दाखेरि तिमी टक्सिक छौ, तिमी यस्तो छौ उस्तो छौ भन्ने केटीलाई त्यतिखेरै ब्रेकअप गरिदिइहाल्ने, काम छैन। अनि नम्बर 4मा चाहिँ कस्तो खालको केटीले डेट नगर्ने भन्दाखेरि, जो केटीले इफोर्ट लाउँदैन रिलेसनसिपमा होइन, जसले तिमीलाई खुसी बनाउन चाहँदैन या फेरि तिमीलाई खुसी बनाउन खोज्दैन, तिम्रो सानो सानो कुराहरूको केयर गर्दैन होइन, तिमीलाई अनि माया गरेको जस्तो फिल गराउँदैन, त्यस्तो केटीलाई डेटै नगर्ने क्या होइन, त्यस्तो केटीसँग सम्बन्धमै नहुने, किनकि भोलि गएर धेरै दुःख पाइन्छ। जसले भनेको मान्छ, टेर्छ, तिमीलाई इफोर्ट लाउँछ, तिमी बाहेक अरू मान्छेहरूलाई मतलब गर्दैन होइन, अनि पछि अरू केटा साथीहरू बनाउँदैन होइन, बोल्ने जो पाए त्योसँग गर्दैन भने त्यस्तो केटी चाहिँ चाहिन्छ क्या हामीलाई, केटा हो त्यस्तो केटीलाई चाहिँ डेट गर्नुपर्छ। अनि त्यस्तो केटीले गर्लफ्रेन्ड बनाउने, अनि त्यस्तो केटीलाई बिहे गर्ने, बुझ्यो नि।